हेलो हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? आज चाहिँ मेरो सानो मिनी ब्लग ल। मैले चाहिँ आज एकादशी आफ्नै बारीको मुन्टा टिपेँ। धेरै त थिएन, 6-7 मुन्टा भयो पनि त्यस एक छाक पुग्यो। खोर्सानी पनि अलिकति फलिरहेछ, त्यही भएर खोर्सानी पनि टिपेँ। अनि त्यसपछि सिमी पनि भइरहेको रहेछ, 1-2टा टिपेँ। आज नपकाइदिएँ, अब भोलितिरलाई हुन्छ भनेर 1-2टा भइरहेछ टिपेँ। अनि मेरो ड्राइगन फुल फुलिरहेछ है, अहिले पालि फर्स्टचोटि हो। अब फल चाहिँ कस्तो लाग्छ। टमाटर पनि अलिकति। अनि मैले टिपेर म चाहिँ छतमै बसेर शीतल हुन्छ भनेर केलाउन लागेँ। मेरो छोरीले चाहिँ भिडियो गरिदिँदैछिन्। अलि मल अलिक कम भएर होला, अलि साह्रो छ, तर पनि आफ्नो बारीमा फलेको मिठो हुने। अनि यो हेर्छ नि बेलुकाको भ्यू है, कति राम्रो आकाश, राम्रो देखिएको, शीतल शान्त वातावरण। अनि मैले यो अम्बाको बेर्ना पनि रोपेँ, अस्तिदेखि ल्याएर राखिरहेको थिएँ। यो बेर्ना पनि मैले मेरो दिदीको घरबाटै लिएको हो। अनि बल्ल आज साइत आएछ यसको रोपिने चाहिँ। बाल्टी खाली भइरहेको थियो, मैले पनि रोपेँ। रोपियोवरी मैले यसमा पानी पनि हालेर अनि अब कतिको फल छ है। अब मैले चाहिँ खासमा अहिलेसम्म अम्बा चाहिँ रोपेको थिएन। अब यो बाल्टीमा कसरी कतिको फलेर कस्तो अम्बा फल्छ हेरौँ। त्यसपछि म तल आएँ, तरकारी बनाउन थालेँ। तरकारी चाहिँ मैले घिउको बुटुन हालेँ, त्यसपछि जनमेथी पड्काएँ, बोडी अनि मुन्टा हालेर पकाउँदैछु। त्यसपछि चलाएँ, अरू मरमसलाहरू पनि हालेँ। अनि एकछिन चलाएर ढकेँ। एकछिनपछि तरकारी पनि पाक्यो। हेर्नु न, हेर्दै खाउँका लाग्ने मिठो भएको थियो। त्यसपछि मेरो च्याख्ला बनाउने पालो आयो। अनि च्याख्ला चाहिँ मैले पहिल्यै भिजाएर राखिसकेको थिएँ। अलिकति घिउ हालेँ, त्यसपछि च्याख्ला हालेर मजाले एकछिन भुटिदिएँ। अनि त्यसपछि तातो पानी तताइरहेको थिएँ, तातो पानी हालिदिएँ। तातो पानी हालेर 2-3 सिटी लागेपछि पनि 2-3 सिटी लाग्नपछि च्याख्ला पनि रेडी हुन्छ। त्यसपछि मैले यहाँ यता आलुको चोखा बनाउँदैछु। मेरो च्याख्ला पनि सिटी लागिसक्यो। अनि यता आलु रेडी गरेर मैले खोर्सानी पनि कटिङ गर्दैछु। अनि त्यसपछि लेमन निचोरेँ, त्यसपछि नुन हालेर मैले मोलेँ। कति मिठो भएको थियो, यो पनि साह्रै मिठो भएको थियो। हातले अलिअलि त्यसलाई सानो बनाएँ अनि मिठो भएको थियो। ल, मेरो खाना रेडी भयो। हजुरहरूले चाहिँ के कसरी खानुभयो? खाइसकेँ मैले। अब खाएर सुतेर चाहिँ सुत्न लाग्नु